नमस्कार अनि हार्दिक स्वागत छ तपाईँहरूलाई फेरि पनि यस युट्युब च्यानलमा। आज म फाइनल्ली फेरि पनि उपस्थित भइसकेको छु। बागमती प्रदेशको बारेमा सम्पूर्ण जानकारी लिएर आइसकेको छु। भिडियोलाई अन्त्यसम्म हेर्ने प्रयास गर्नुहोला। र योभन्दा अघिल्लो भिडियोमा चाहिँ मैले तपाईँहरूलाई प्रदेश नम्बर 2 को बारेमा सम्पूर्ण जानकारी लिएर आएको छु। भिडियोहरू हेर्नुहोला। प्रदेश नम्बर 1, 2 को बारेमा मैले लिएर आएकी छु। अनि पछाडि आज प्रदेश नम्बर 3 को मैले सम्पूर्ण जानकारी लिएर आज पनि म उपस्थित भइसकेको छु। भिडियोलाई अन्त्यसम्म हेर्ने प्रयास गर्नुहोला र लागौँ बागमती प्रदेश यानि कि प्रदेश नम्बर 3 को स्थायी राजधानीतर्फ। यसको स्थायी राजधानी चाहिँ हेटौडा 2074 पुस 27 गते नामाकरण गरिएको थियो र क्षेत्रफल 20,300 यसको क्षेत्रफल छ भने जिल्लाको सङ्ख्या 13वटा रहेको छ र महानगरपालिका छ यसको 3वटा। यसको 3वटा महानगरपालिका छ भने उपमहानगरपालिका चाहिँ 1वटा मात्रै छ है। अनि अर्को हेर्न सक्नुहुन्छ नगरपालिका 41वटा छ अनि गाउँपालिका 74वटा छ र जम्मा स्थानीय तह चाहिँ 119वटा यसको स्थानीय तह छ र जम्मा वडा सङ्ख्या रहेको छ 1121 वटा यसको जम्मा वडा सङ्ख्या छ। यति जानिसके पछाडि लागौँ जिल्लाहरूतर्फ। प्रदेश नम्बर 3 अथवा बागमती प्रदेशका जिल्लाहरू। यसका जिल्लाहरू चाहिँ कतिवटा छन् त? यसका जिल्ला 13वटा छन् र यी 13वटा जिल्लाहरू सम्झिने सूत्र तपाईँहरू याद गर्नुहोला। यता हेर्न सक्नुहुन्छ मैले यसरी नै याद गरेको। दोरासी कासी रनु चिम्कादा भल, दोरासी कासी रनु चिम्कादा भल भनेर यो तपाईँहरूले याद गर्नुभयो भने तपाईँहरूले सहजै तरिकाले 3 नम्बर प्रदेशका जिल्लाहरू पनि याद गर्न सक्नुहुन्छ। दोबाट के छ? दोलखा, राबाट रामेछाप, सीबाट सिन्धुपाल्चोक, काबाट काभ्रेपलाञ्चोक अनि अर्को छ सीबाट फेरि सिन्धुली, रबाट के छ त रसुवा अनि नुबाट नुवाकोट, चिबाट चितवन, मबाट मकवानपुर, काबाट काठमाडौँ, धाबाट धादिङ र दायाँ छ है। बबाट भक्तपुर र लबाट ललितपुर भनेर यसरी तपाईँहरूले मजाले याद गर्न सक्नुहुन्छ। र अर्को रहेको छ यस प्रदेशका प्रमुख सहरहरू। यस प्रदेशका प्रमुख सहरहरू चाहिँ विशेष गरी हाम्रो राजधानी काठमाडौँ भइहाल्यो है। अनि भक्तपुर, ललितपुर, भरतपुर, धादिङ बेसी, हेटौडा, सिन्धुली, चरिकोट आदि इत्यादि चाहिँ यसको के छ त प्रमुख सहरहरू। अनि अर्को रहेको छ धार्मिक एवं पर्यटकीय स्थलहरू। यसका धार्मिक तथा पर्यटकीय स्थलहरू के छ त? पशुपतिनाथ, स्वयम्भूनाथ, पाटन दरबार, हनुमान ढोका, भक्तपुर, चितवन राष्ट्रिय निकुञ्ज, सौराहा चिन आदि इत्यादि चाहिँ के त यसको धार्मिक एवं पर्यटकीय स्थलहरू अन्तर्गत पर्छ। र अर्को रहेको छ यसका विमानस्थलहरू। यस प्रदेशमा कतिवटा विमानस्थल छन् र कहाँ छन् यहाँ हेर्न सक्नुहुन्छ। काठमाडौँ, भक्तपुर, मन्थलीजिरी यसका विमानस्थलहरू रहेका छन्। भने पछाडि यसका प्रमुख नदीहरू चाहिँ बागमती, भोटेकोसी, सुनकोसी, तामाकोसी, नारायणी, त्रिशुली, मेलम्ची, इन्द्रवती आदि इत्यादि चाहिँ यसका प्रमुख नदीहरू रहेको छ। र यो प्रदेशले चीन र भारत दुवैलाई छुन्छ है त। यो प्रदेशले के गर्छ त? चीन र भारत दुवैलाई छुन्छ र सबभन्दा बढी मानव विकास सूचाङ्क भएको प्रदेश पनि के हो त? यही बागमती प्रदेश हो। हेर्न सक्नुहुन्छ तपाईँहरू है। यसरी पुरै हेर्नुहुन्छ भने यसरी हेरेर तपाईँहरूले सबै कुराहरू याद गर्न पनि सक्नुहुन्छ है। मैले यसरी देखाएँ तपाईँहरूलाई। र कस्तो लाग्यो आजको भिडियो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव एवं प्रतिक्रिया दिन नभुल्नुहोला र यो सबै नोटहरू याद गर्नुहोला। अहिलेलाई छुटौँ। नमस्ते, बाई बाई।